नेपाल बार एसोसिएसन विधि को शासन, न्यायपालिका को स्वतंत्रता र मानवाधिकार को संरक्षण में समर्पित संस्था हो। यह संस्थाले प्रत्येक वर्ष अंतर्राष्ट्रीय मानवाधिकार दिवस 10 दिसंबर का दिन मानवाधिकार संबंधी राष्ट्रीय गोष्ठी आयोजना गरी अंतर्राष्ट्रीय मानवाधिकार दिवस मनाउँदै आइरहेको छ। यसै क्रममा यस वर्ष 10 दिसंबर मङ्सिर 24 गते का दिन नेपाल बार एसोसिएसन जनकपुर को आतिथ्य में स्थानीय महेन्द्र नारायण निधि मिथिला संस्कृति केंद्र में अंतर्राष्ट्रीय मानवाधिकार दिवस र 2082 मङ्सिर 25 गते नेपाल बार एसोसिएसन को केंद्रीय कार्यकारिणी परिषद को बैठक को आयोजना गरिएको बेहोरा सहर्ष जानकारी गराउँछौं। मानव अधिकार संबंधी राष्ट्रीय गोष्ठी को उद्घाटन 2082 मङ्सिर 24 गते बिहान 10 बजे नेपाल का प्रधान न्यायाधीश सामान्य प्रकाशमान सिंह राउत ज्यूद्वारा भव्य समारोह को बीच गरिने र उद्घाटन कार्यक्रम अघि देशभरि का कानून व्यवसायीहरू सहभागी भई जनकपुर धाम को प्रमुख चौकहरू हुँदै प्रभात फेरी गरिने कार्यक्रम तय भएको छ। उक्त कार्यक्रममा देशभरका विद्वान वरिष्ठ अधिवक्ता लगायत कानून व्यवसायीहरू, पूर्व महान्यायाधिवक्ताजीहरू, महान्यायाधिवक्ता लगायत विशिष्ट व्यक्तिहरूको सहभागिता रहनेछ। 2 दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा सहभागी हुन आउने कानून व्यवसायी लगायत सहभागीहरूको आवागमनमा सहजता, उचित र सुरक्षित वास स्थानको प्रबन्ध लगायतका व्यवस्था र सहजीकरण गर्नु हामी सबै जनकपुरवासीको कर्तव्य हो। यस अवसरमा आउने पाहुना अतिथिहरूको सहजता र सुविधाको लागि सबै जनकपुर धामवासीले आफ्नो क्षेत्रबाट सहयोग गरी कार्यक्रमलाई सफल बनाउनु पर्ने जिम्मेवारी हामी सबैको भएको कारणले कार्यक्रमको प्रचार प्रसार र समाचार सम्प्रेषणका लागि स्थानीय पत्रकार मित्रहरू, आवागमनमा सहजता र सुविधाको लागि स्थानीय टेम्पो रिक्सा लगायतका यातायात व्यवसायीहरू जीवहरू र सुलभ र उचित र सुरक्षित वास स्थानको लागि स्थानीय होटल व्यवसायीहरू जीवहरू लगायत सम्पूर्ण जनकपुरवासीहरूमा हार्दिक अपील गर्दै यो प्रेस विज्ञप्ति जारी गरिएको छ।